दिल्ली सरोजिनी नगरबाट अब हामी नेपालतर्फ लाग्दैछौँ। गाडी आज नेपाली नै गाडी छ। यहाँ यो पारिपट्टि देखिएको वर्ल्ड ट्रेड सेन्टर यति ठुलो छ, वहाँदेखिको पुरै एरिया गाडीको चाप पनि यति धेरै छ, अत्याधिक छ। सरोजिनी नगरबाट हिँड्यौँ। अहिले कति बजेको छ? 6 बज्न लागेको छ यो। अब यो जाम कतिखेर खुलेर चाहिँ आयो पानी। अब भोलि बिहान चाहिँ 9-10 बजे पुर्याइन्छ भनेको छन् के अरे। कतिखेर पुर्याउँछन्? कृष्णनगरको बाटो होला हो के हो? कृष्ण पान हेर्नु होइन जुन यो पार्क नोएडाको पार्क ए नोएडा पार्क। लाइसेन्समा सबै थोक हुन्छ, नागरिकता नम्बर हुन्छ, नाम हुन्छ, जारी नीति हुन्छ, सबै थोक हुन्छ। कस्तो नमानेको सरकारी कागज आधार कार्ड त किन हुन्थ्यो र नेपालीलाई? नेपाली चाहिँ नागरिकता, भोटर आइडी, लाइसेन्स र पासपोर्ट भए चाहिँ हुनुपर्ने हो के। बेलुकी भात खान त कहाँको हो र? बेलुकी भात खान पुगिन्छ नि अरे। काठमाडौँ पनि पुगिन्छ है बेलुकी भात खान। त्यहाँ ठुल्ठुला मार्केटहरू छ। उतापट्टि रातिमा झिलिमिली रमाइलो देखिन्छ। यहीतिर पुगेको मैले थाहा पाएको थिएँ नि। अनि पछि गएर चाहिँ नि सहमति भयो, राम्रो भयो। अहिले एकदम राम्रो छ नि। त्यही त अहिले राम्रो छ। छोराछोरीसित राम्रो, जब उसितै कमलसितै राम्रो, सबैसित राम्रो छ। एकताका त कति मिल्दैनन्, घरबारै हुन्न कि जस्तो भएको थियो नि त। तिमी घरबारै हुन्न जस्तो थियो। कमलमै जोडी हो त्यो। जोडी
साह्रै सोच्दै यो सुमितको आमा एकदम सोची थिए सोझी साह्रै सधैँ साह्रै सोची